ठीक है जी हाम्रो बोलेरो दाउनेमा जाम परेका छौं के किन्ने र तिमीलाई यता हेरेर भन्दै थोडा दो न मुझे यो गाडी त हामीलाई अब सिलिगुडी लैदिन्छ कहाँ हिँडेको रोहित It takes 3 days to reach here. बस स्टेशन छ यहाँ हाम्रो भैयाले चाहिँ हाम्रो सामान लैदिँदै छन् Hello everyone, welcome back to my channel in another video. So म चाहिँ हाम्रो यहाँ चोकमा छु हाम्रो चाहिँ बाटो बनिरहेको छ देख्न सक्नुहुन्छ सो हामी चाहिँ म चाहिँ अब दिदीलाई सुन्न जाँदैछु इन्डिया हामी चाहिँ आएर बसेको थियौँ ठ्याक्क हामी गाडी खोज्दै थियौँ एउटा बोलेरो रहेछ बोलेरो चाहिँ हामी ठ्याक्क लैदिनु भनेर बोलेरो चाहिँ त्यहाँ बसेको छ ठीक है जी हाम्रो बोलेरो ठ्याक्क गाडी कुरिरहेको बेलामा यस्तो मजाको गाडी मिल्यो दाउनेमा जाम परेका छौं यो त इन्डिया आजको पनि के त्यस्तै है मुक्ति न हामी चाहिँ नारायणघाटदेखि सौरा जान लागेका छौँ सौरा जानको लागि गाडी चढिसक्यौँ सो गाइस सो हामी चाहिँ बिहान हिँडेर चाहिँ साँझमा चाहिँ हामी सौरा चोक आइसकेका छौँ देख्न सक्नुहुन्छ सौरा चोकमा आयौँ अब चाहिँ हामी यहाँ एकछिन चाहिँ नास्ता खान्छौँ नास्ता खाएर चाहिँ अनि 6:30 बजे चाहिँ हाम्रो गाडी छ टक्क पारामा गाडीमा गएर सरर भएर बिहान चाहिँ काकाभित्र जान्छौँ दिदीहरू चाहिँ उहाँ पुरी थियो अब चाहिँ हामी नास्ता खाने के किन्ने र तिमीलाई यता हेरेर भन्दैौ सो गाडी चाहिँ हामीले चाहिँ नास्ता खाइसक्यौँ अब चाहिँ हामी एकछिन कुर्छौँ 6:30 बजेको गाडी छ यहाँबाट टक्क यहीँबाट टक्क चढेर अनि जाने के रहेछौ तिमीहरूले देऊ न मलाई पनि रोहित मलाई देऊ न रोहित थोडा दो न मुझे थोड़ा जान दे देंगे इसके लिए क्या बात कर रहे हो आप सो गाइस हाम्रो गाडी चाहिँ आइसक्यो अब हामी चाहिँ जान्छौँ गाडी चढेर काकरभित्र अब चाहिँ काकरभित्र गएर सो गाइस हामी चाहिँ काकरभित्र आइसकेका छौँ हिजो बिहान हिँडेर आज बिहान चाहिँ काकरभित्र आइसक्यो कि काकरभित्रको बस पार्कमा छौँ हामी चाहिँ हाम्रो सामान चाहिँ यहाँ छ सो हामी चाहिँ फ्रेस भएर चाहिँ अनि अब गाडी खोजेर हामी जान्छौँ एनदर डे सेम ब्लग सो हामी चाहिँ काकरभित्तामा छौँ हामी चाहिँ काकरभित्तामा खानासाना खाइसक्यौँ अब चाहिँ हामी गाडी कुदेछौँ गाडी आएपछि चाहिँ हामी यहाँदेखि चाहिँ सिलिगुडी गइन्छ सिलिगुडी गएपछि चाहिँ त्यहाँबाट अर्को गाडीमा चाहिँ हाम्रो 3:30 बजेको फेरि अर्को गाडी छ इन्डियातर्फको दिदी यहाँ छ भन्दा यता रेड भन्दा त सो हामी चाहिँ गाडीमा बसिसक्यौँ गाइज होइन म चाहिँ पछाडि छु दिदीहरू चाहिँ अगाडि हुनुहुन्छ
इन्डिया जाँदैछौँ गाइज इन्डिया कहाँ रे अब हामी जाने सिलगढी यो गाडी त हामीलाई अब सिलगढी गइदिन्छ त्यहाँबाट त यो चाहिँ हाम्रो सिलगढी हो हामी उत्तरनी स्टेसन त अझै आएको छैन त्यहाँदेखि यताको साइडमा चाहिँ हाम्रो ट्रेन स्टेसन पनि रहेछ यो चाहिँ सिलगढी हो हामी चाहिँ भर्खर हाम्रो गाडीबाट झऱ्यौँ हाम्रो चाहिँ गाडीमा चढेर आएपछि चाहिँ हाम्रो उसो डकुमेन्ट चेक गऱ्यो त्यो सामान सब चेक गऱ्यो त्यसपछि चाहिँ गाडीले ल्याएर यहाँ छोडिदिएको छ पङ्कज ट्राभल्स भन्ने ठाउँमा अब चाहिँ 3 बजे टिकट आउँछ त्यसपछि हामी सरर जाने गाइज हामी चाहिँ अब यहाँ गाडी कुद्दैछौँ 11 बजे आएको गाडी चाहिँ 5 बजेको छ कति बेला आउँछ त आएन गाडी चाहिँ 5 बजे भनेको छ त्यही पनि फिक्स छैन सो गाइज हाम्रो गाडी चाहिँ 3:30 बजे आउनु भनेको 5:30 बजे आयो कि गाडी चाहिँ यहीँ छ अनि हामी नास्ता खान गएको नास्ता खाने ठाउँमा चाहिँ खुल्ला चाहिँ रहन्छ कि खुल्ला नभएर हामी कुर्दा गाडी पनि लेट भयो सामान पनि छुट्यो यति हतारमा यो भिडियो बनाउन पनि पाइँदैन त्यही भएर गाडीमा बसेर बनाएको एकछिन बेला यहाँ चाहिँ हाम्रो हिरोहरू छ नि काला देख रहे हो उधर जाओ तो अच्छा देखोगे इधर अच्छा दिख रहा है तो हाय ये देखो विष्णु पनि आई माथि सो गाइज हामी चाहिँ हाम्रो बसमा आइसक्यौँ बस चाहिँ यस्तो हो माथि हाम्रो चाहिँ माथि सुत्नेवाला लिगेको किन भन्दा टाढाको सफर छ नि त त्यही भएर हाम्रो सामान चाहिँ यहाँ छ यस्तो अनौठो भयो सामान सुतेर अटो पनि फेरि फर्केर लिन जानु पर्यो त्यो गर्दा बिचरा अटोको पैसा दिन बिर्सेर मान्छे हामीले यहीँ खोल्न आएको त्यहाँ चाहिँ पैसा भर्खर लिएर गयो अब त हामी यहाँदेखि टक्क हिँड्छौँ यहाँदेखि भोलि बिहान पुगिन्छ न भोलि बिहान त हामी टक्क घर पुगिन्छ कहाँ हिँडेको रोहित म त उता बाटानर छोडिदिने हो Another day same vlog guys so किन भन्दा चाहिँ हामी यहाँसम्म पुगेकै छैन it takes 3 days to reach here अनि अब चाहिँ अझ 1.5 घण्टा लाग्छ यहाँदेखि चाहिँ हाम्रो स्टेसनमा पुग्नको लागि अनि त बसमै छ देख्न सक्नुहुन्छ दिदीहरू चाहिँ बस्छन् सो हामी चाहिँ जाँदैछौँ बसमै छौँ म चाहिँ यहाँ छु आनन्दले सुतिरहेको थिएँ अनि फेरि भर्खर उठेको 5:30-6 बजे हुन्छ अब चाहिँ हामी ठ्याक्क 7:30 8 बजे चाहिँ घरै ठ्याक्क घरमै पुगिन्छ सो गाइज हामी चाहिँ बस स्टेसन आइसकेका छौँ हाम्रो थोरै अगाडि ल्याइदियो त मलाई चाहिँ यही हो हाम्रो बस चाहिँ अनि हामीलाई चाहिँ थोरै अगाडि ल्याइदियो 10 किलोमिटर चाहिँ अगाडि ल्याइदिएछ अब हामी चाहिँ यहाँदेखि अटो त्यही गरेर जानुपर्छ यो चाहिँ हाम्रो बस स्टेसन छ यहाँ हाम्रो भैयाले चाहिँ हाम्रो सामान लैदिँदैछन्
अटिन्छ सामानै धेरै अटिन्छ अब हिँड्ने अटो गरेर नारायण बनावालाई हाम्रो नारायण नाच्दै बुझाउन कतैटा सो गाइज हामीहरू चाहिँ घर आइपुग्यौँ आजको लागि चाहिँ ब्लग यति नै अरू भिडियो हेर्नको लागि चाहिँ मेरो च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला थ्याङ्क यू बाई